यो छलफल, यो मन्थन त्यसैका लागि हो। विपद न्यूनीकरणका लागि भएका विभिन्न प्रयासहरू छन्। ती प्रयासहरूलाई सार्थक गराउनको निमित्त अहिले जुन छलफल हामी गरिरहेका छौँ एकदमै सही ठाउँ सही समयमा हामीले छलफल गर्न लागिरहेका छौँ र मलाई विश्वास छ यहाँ कार्यान्वयन तहका साथीहरू पनि रहनु भएको छ। विशेष गरेर सरकार र पार्टी बीचको समन्वय गर्ने समितिले यो गरेको हुनाले यसको प्रभावकारिताका लागि यो समितिले काम गर्नेछ। सम्भवतः यो समितिले गरेको सार्वजनिक यो पहिलो कार्यक्रम पनि भएको हुनाले समितिलाई पनि आफ्नै किसिमको एउटा प्रेसर चाहिँ हुनुपर्छ कि हामीले गरेको यो कार्यक्रमबाट उठेका विषय, समाधानका उपायहरू, त्यसलाई हामी नीतिगत रूपमा या सरकारले चाहिँ फिल्डमा काम गर्दाखेरि त्यसलाई चाहिँ प्रभावकारी बनाउँछौँ भन्ने कुराको कमिटमेन्ट चाहिँ यो समितिले गर्न जरुरी छ। आज पहिलो कुरा त्यो चाहिँ अत्यन्त महत्त्वपूर्ण हो। त्यसपछि मात्र यस्ता समारोहहरूको हामीले भनेका कुराहरूको अर्थ रहन्छ, नत्र फगत शब्दहरूले मात्र परिणाम दिन सक्दैनन्। म धेरै लामो कुरा केही पनि गर्न चाहन्न। यहाँहरूलाई म यति भन्न चाहन्छु कि जस्तो अहिले पछिल्लो समय सुकुम्बासी समस्यालाई लिएर विशेष गरी काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा भएका कामहरूलाई लिएर विभिन्न किसिमका राम्रा नराम्रा टीका टिप्पणीहरू चलि पनि रहेका छन्। राजनीतिक वृत्तमा त अब प्रतिपक्षले त यसलाई गलत भयो, यो भएन, ठिक भएन, तरिका भएन भनेर पनि आलोचना मात्र गरिरहेको छैन कि त्यसलाई एउटा राजनीतिक मुद्दाको रूपमा पनि स्थापित गर्ने कोसिस गरिरहेको परिप्रेक्ष्यमा हामी छौँ। म यति भन्न सक्छु, गरिबका मुद्दालाई, अप्ठ्यारोमा परेका मान्छेहरूलाई राजनीतिक मुद्दा मात्र बनाइरहने हो भने यसले समाधान दिन सक्दैन। ठिक छ, समस्या परेका बेलामा सरकारलाई खबरदारी गर्ने, के गर्यो ठिक गरेनौ तिमीहरूले, ठिक गर है, योभन्दा बेटर गर है भन्ने कुरा सही हो। तर मानिसको जीवनसँग जोडिएको, मान्छेको भावनासँग जोडिएका कुराहरूलाई राजनीतिक हतियार बनाउनु चाहिँ वास्तवमा त्यो चाहिँ त्यति राजनीतिक विषय होइन। 30औं वर्षदेखि खोलाको छेउमा त्यो दुर्गन्ध, त्यो अस्वस्थता, त्यो असुरक्षाको बीचमा प्रत्येक रात मानिसहरूले काटेको विषयमा त्यति धेरै चिन्ता भएन। तर त्यसलाई व्यवस्थापन गरेर व्यवस्थित ढङ्गले उनीहरूलाई घरबार विहीन नबनाउने भन्ने नीति लिएर सरकारले केही कदम चालेको विषयलाई लिएर त्यो कदम अलिकति बेटर हुन सक्थ्यो, योभन्दा व्यवस्थित हुन सक्थ्यो, यस हुन सक्थ्यो, गर्न सकिन्थ्यो। अबका दिनहरूमा त्यस्ता कामहरू गर्दाखेरि अझ बढी व्यवस्थित, अझ बढी सन्तुलित, अझ बढी मानवीय बनाउनको निमित्त सरकारले कदम चाल्नुपर्छ भन्ने कुरामा असहमत हुनुपर्ने ठाउँ छैन। तर समस्यालाई समस्याका रूपमा राखेर तपाईँ आफै बताउनुहोस् त, नदी किनारमा ढल बगेको ठाउँमा को आमुन्नेको ज्यान गयो होला, आज त्यसको डाटा, त्यसको हिसाब कसैले गरेको छ? कति मानिसको भविष्य अन्धकार भयो होला? भोटका लागि राजनीति गर्ने युगबाट हामी बाहिर निस्कनुपर्छ। विपदमा पनि के भोट आउने कुरा हो, के सत्ता पक्ष के प्रतिपक्ष। मानिसको ज्यानको पर्वाह गरेर, मानिसलाई अप्ठ्यारो परेको कुरालाई पर्वाह गरेर आएका टीका टिप्पणीहरूलाई हामी स्वागत गर्न चाहन्छौँ। तर राजनीतिक आग्रह पूर्वाग्रह सहित आएका विषय समाधान गर्दैन। त्यसकारणले भएन भनेर उद्धार गर्न नसकेर आँखै हामीले देखेका होइनौँ र हामीले देखेका हो नि, त्यो त हामीले बिर्सन मिल्दैन। तर त्यस्तो परिस्थिति सृजना नहोस् भन्नका लागि तर त्यस्तो परिस्थिति सृजना नहोस् भन्नका लागि यदि पानीको सुविधा भएन, हामीले सुनेका छौँ, सरकारका रूपमा, सत्तारूढ दलका रूपमा हामीले देखेका छौँ, हेरेका छौँ। त्यो दिन प्रतिदिन त्यसलाई अझ बढी सहज, अझ बढी व्यवस्थित गर्ने क्रममा सरकार लागि परेको छ। संसदीय समितिका साथीहरूले भिजिट गर्नुभएको छ, विभिन्न सरकारवालाहरूलाई भिजिट गराएका छौँ, उहाँहरूले हेर्नुभएको छ। मैले अघि पनि भने जहिले पनि भएको जहिले पनि रहन्छ। त्यसका लागि लैजाने क्रममा, राख्ने क्रममा केही दिन सम्भवतः जुन तहमा जुन स्पिडमा हामी हस्तान्तरण गर्नलाई लालपुर जाने उपलब्ध गराउने जुन तहको कमिटमेन्टका साथ सरकार गए अगाडि बढेको छ, म दिनै तोकेर त अहिले भन्न सक्दिनँ। तर निकै द्रुत गतिमा हामी उहाँहरूको हक अधिकार प्रदान गर्नेछौँ। अब बताउनुहोस्, त्यो समस्या त्यहाँ राखिरहेर त्यसलाई पालिरहेर
ठिक गरियो कि त्यसलाई समाधान गर्नतिर एक दुई कदम चालेर ठिक गरियो। सरकारले आफ्नो व्यवस्थापनमा सुधार गर्ने कुरा सही हो कि त्यो समस्यालाई त्यही राखेर सरकारले आफ्नो व्यवस्थापनमा सुधार गर्ने कुरा सही हो कि त्यो समस्यालाई त्यही राखेर त्यतिकै छोडिदिएर जोखिममा नागरिक राख्ने कुरा सही हो। हरेक वर्ष बाढी पस्दाखेरि कुन त्रास र मानसिकताका साथ त्यहाँका बालबालिकाहरू हुर्केका छन् होला। त्यहाँ फैलिएको रोगका कारणले कति शिशुहरूले रोग पालेर चाहिँ हुर्किनु परेको होला, कति मानिसको स्वास्थ्यमा कस्तो किसिमको असर परेको होला, त्यसको पनि त एउटा हिसाब किताब त हुन्छ होला नि। यसो भनेर हामीले नागरिकलाई कामै केही पनि नदिने, उठीबास लगाउने, जे पर्छ पर्छ भन्ने त्यो किसिमको जुन भाष्य बनाइएको छ त्यो डोजर बोकेर हिँडेको चिज होइन। हामीले के भनेका छौँ भने यो विशेष गरेर अहिलेको तत्कालीन समस्याको विषयमा कुराकानी गर्दा हामी व्यवस्थित गर्छौँ है। जोखिममा परेका नागरिकहरू पहिलो प्राथमिकता हो। खोला किनारमा बाढी पहिरोको जोखिममा बसेका नागरिकहरू प्राथमिकतामा भएका हुनाले उहाँहरूको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको हो। त्यो व्यवस्थापन गर्ने क्रममा भने जस्तो, सोचे जस्तो, चाहे जस्तो नभएको प्रतिक्रियाहरू आएका छन्। त्यसलाई मध्यनजर गर्दै प्रत्येक दिन त्यो व्यवस्थापनलाई चुस्त, दुरुस्त, अझ अत्यधिक मानवीय बनाउने कुरामा सरकार कटिबद्ध छ, सरकार प्रतिबद्ध छ। त्यसमा हामी पार्टीका रूपमा पनि हेरिरहेका छौँ। यसमा यहाँहरूले अन्यथा लिनु पर्दैन। अब यात्राका क्रममा, ट्राभल गर्ने सिलसिलामा पनि यी कुराहरूलाई कडाइका साथ पालना गर्नुपर्ने सल्लाह सुझावहरू आएका थिए। मलाई सम्झना छ, म गृहमन्त्रीका रूपमा रहँदा राजनीतिक दल सम्बन्धी ऐनमा नै के व्यवस्था छ भने सबै राजनीतिक दलसँग अत्यन्त जरुरी छ त्यो राजनीतिक दल सम्बन्धी ऐनमा कहीँ न कहीँ ऐनमा या नियमावलीमा कतै न कतै ऐनमा या नियमावलीमा कतै न कतै कुनै नियमावलीमा त्यसको व्यवस्था यो ऱ्यापिड एक्सन टिमले काम गरेको पनि यहाँहरूले देख्नुभएकै छ होला। हामीले के भनेका छौँ भने यो विपदमा काम गर्ने भनेको देखेर दौडेर गएर आउट अफ इमोसन गएर उद्धार गर्ने काम भन्दा पनि यो तालिम प्राप्त गर्न सजिलो हुन्छ। त्यसकारणले हामीले आरएटी ऱ्यापिड एक्सन टिमभित्र पनि तालिमको व्यवस्था, जोखिममा तालिमको व्यवस्था, अप्ठ्यारो पर्दा, आगलागी हुँदा, बाढी हुँदा, भूकम्पहरू जाँदा, यी सबै कुराहरूको बेलामा हामीले गर्ने रेस्क्यु र त्यो तालिम गर्ने हाम्रो चाहना त छ। हामी देखिरहेका छौँ मानिस अप्ठ्यारोमा परेको छ, तर हामी वेल इक्विप्ड छैनौँ र वेल ट्रेन्ड छैनौँ भने त्यसले अर्को फेरि दुर्घटना निम्ति आउँछ। त्यसकारणले यो हाम्रो ऱ्यापिड एक्सन टिमलाई हामीले स्पष्ट के भनेका छौँ भने तालिमको व्यवस्था गर्नुपर्छ, तालिमको काम गर्नुपर्छ र जानेर बुझेका मानिसहरूले त्यहाँ सोझै जाँदाखेरि त्यसरी काम गर्नुपर्छ। भोलिन्टियरका रूपमा हात एउटा बढाउने हिसाबले गर्न सकिने कामहरूमा हामी सधैँ लागि नै परेका छौँ र सबभन्दा पहिलो हुनुपर्छ आरएटी चाहिँ, रासोपाको चाहिँ नि यो आरएटी चाहिँ सबैभन्दा पहिला चाहिँ पुग्नुपर्छ। विपद हुँदाखेरि को छ भन्दा विपद पर्यो भने केही छैन, आरएटी छ, ऱ्यापिड एक्सन टिम छ भन्ने कुराको महसुस गराउने गरी काम गर्न भनेर हामीले स्पष्ट रूपमा निर्देशन पनि दिएका छौँ र त्यसै ढङ्गले काम पनि हुँदै गएको छ। म आज हुन लागेको यो नीति मन्थनमा सबैलाई यति भन्न चाहन्छु कि हामीले कुन कुन किसिमका नीतिगत स्पष्टता भयो भने काम गर्न सकिन्छ। समन्वयमा सुरक्षा निकायका सबै तहलाई कसरी एउटै पेजमा ल्याउने र त्यतिखेर मलाई सम्झना छ हामीले एउटा एक्सन रुम बनाएर, एउटा एक्सन टिम बनाएर सबै सरोकारवालाहरूलाई एकै ठाउँमा राखेर त्यसलाई तत्काल मोबिलाइज गर्ने कामहरू गरेका थियौँ र सरकारको विपद व्यवस्थापनको खातामा यथेष्ट निकाल्नै सकिँदैन। पैसा छ, त्यो निर्णय गर्ने मान्छे छैन। कसले निर्णय गर्ने, कहाँ बैठक बस्ने, आपत परिरहेका बेला निकाल्नै सकिँदैन। पैसा छ, त्यो निर्णय गर्ने मान्छे छैन। कसले निर्णय गर्ने, कहाँ बैठक बस्ने, आपत परिरहेका बेलामा त्यो गर्न सकिँदैन। कहिलेकाहीँ त्यो पहिरो हटाउनको निमित्त डोजर परिचालन गर्नुपर्ने हुन्छ। त्यसका लागि त्यो क्षेत्रमा कतिवटा डोजरहरू छन्, निर्माण व्यवसायीहरू को हुन्, कोसँग ड्युटीमा कोसिस हामीले त्यतिखेर गरेका के थियौँ भने समन्वय गर्ने एउटा कल सेन्टर गृह मन्त्रालय माथि नै हामीले रुम बनाएका थियौँ। त्यो एउटा कल सेन्टर बनाएका थियौँ। किसिमका भोलिन्टियर संस्थाहरू उनीहरूको प्रतिनिधिको संलग्नता राखेर र त्यो फन्ड रिलिज कसरी गर्ने सम्मको योजना बनाएर हामीले
2 वर्ष अगाडि होला, म जतिखेर म गृह मन्त्रालयको नेतृत्वमा थिएँ त्यतिखेर गरेको थियौँ हामीले। र एकदमै धेरै, त्यो मेरो कार्यकाल धेरै लामो थिएन, 4 महिनाको थियो। सबैभन्दा बढी छलफल गरिएको विषय नै विपद न्यूनीकरणको विषय थियो। विपदमा कसरी काम गर्ने भन्ने विषयहरू थियो। कसरी तुरुन्त एक्सनमा जाने, नागरिकलाई सूचना कसरी दिने। त्यो मात्र होइन, पहिरोको जोखिम भएका घरहरू कति छन्, त्यो घरहरूको लगत हामीसँग छैन भने नयाँ अहिले नै तत्काल पठाउनुपर्छ। हामीले त्यतिखेर 15 दिनका लागि टिम पठाइदिएका थियौँ, किनभने एउटा लगत बनेको थियो, एउटा डाटा के बनाएको थियो भने यो ठाउँहरू चाहिँ पहिरोको जोखिममा छन् भनेर। र ती ठाउँहरूमा कति घर परिवार छन्, जति घर परिवार छन् त्यति घर परिवारका मान्छेहरूलाई गएर त्यो लिफलेट दिएर बुझाएर तपाईँहरूलाई अप्ठ्यारो पर्यो भने विपद पर्दा के गर्ने, पहिलो काम के, दोस्रो काम के, कहाँ गर्ने, कहाँ सम्पर्क गर्ने, के चिज स्ट्यान्ड बाई राख्ने, खाद्यान्नको लागि के गर्ने, रेस्क्युको लागि के गर्ने, यस्ता यावत पशु चौपायाका लागि के गर्ने, यस्ता यावत चिजहरू सिकाउनको लागि हामीले मनसुन अगाडि नै टिम पठाइदिएका थियौँ। तर त्यो टिमहरूले गएर मान्छेहरूलाई अलर्ट गराइदिएको थियो कि अब चाहिँ विपद पर्यो, आपद पर्यो भने हामीले यो चिज गर्नुपर्ने रहेछ, फोन गर्ने यहाँ रहेछ, हामी निस्किनु पर्ने ठाउँ यो रहेछ, स्केप हुने कसरी, अप्ठ्यारो पर्यो खाद्यान्न थोरै जोगाउने कसरी, यी एउटा स्थापित एउटा केही चिजहरू छन्, गाइडलाइन्सहरू छन्। ती गाइडलाइन्सहरूमा तालिम दिने कामहरू भएको थियो। त्यो पर्याप्त थियो थिएन मलाई थाहा छैन, तर प्रयास भएको थियो। त्यस्ता प्रयासहरू निरन्तर बन्न सकुन्। र हामीले भन्दा पनि बढी यो चाहिँ के हुन्छ भने तपाईँ नेतृत्व हुनुभयो, उच्च नेतृत्व हुनुभयो, त्यो नेतृत्वले तपाईँलाई सम्पूर्ण ज्ञान अटोमेटिक दिने त होइन। नेता भइहाल्नुभयो, ठुलो नेता भइहाल्नुभयो, अब सबै जानकारी तपाईँले प्राप्त गर्नुभयो भन्ने चाहिँ हुँदैन। मलाई चाहिँ जहिले पनि के कुरामा विश्वास लाग्छ भने आई नो वाट आई डोन्ट नो, मलाई के थाहा छैन भन्ने कुरा मात्र मलाई थाहा छ। त्यसकारण आफूले थाहा नपाएका विषयहरूमा मान्छेले विज्ञहरूको साथ लिनुपर्छ, एक्सपर्टहरूको मन्थनहरू गर्नुपर्छ। त्यति उद्देश्यका लागि यी मन्थनहरूको, यो हामीले यस्तो किसिमको छलफलहरूको आयोजना गरेका हौँ। त्यसकारणले विपद न्यूनीकरणलाई अध्ययन गर्नुभएका, त्यसको अनुमान गर्न सक्नुभएका साइन्टिस्टहरू हुनुहुन्छ, काम गर्नुभएका, फिल्डमा खटेर अनुभव गर्नुभएका दक्ष व्यक्तिहरू हुनुहुन्छ। अझ सुरक्षा निकायमा सशस्त्र प्रहरीले त कयौं ठाउँहरूमा उदाहरणीय काम गरेर कयौं विपदहरूमा काम गरेको छ। हाम्रा नागरिकलाई मात्र होइन, छिमेकी देशका नागरिकहरूलाई समेत उद्धार गरेर चाहिँ रिवार्डहरू प्राप्त गर्नुभएको छ। त्यति धेरै चाहिँ उहाँहरूले चाहिँ नि तारिफयोग्य कामहरू गरिरहनु भएको छ, त्यो पनि सीमित स्रोत र साधनका बावजुद पनि। अब हाम्रो यो क्षमतालाई कलेक्टिभ, यसलाई एकीकृत गरेर हाम्रो उद्देश्य के भने कम क्षति, कमसेकम पनि हामीले मानिसहरूलाई मर्न र घाइते हुनबाट जोगाउन सक्छौँ। र कहिलेकाहीँ के हुन्छ भने अलिकति इग्नोर गर्ने हाम्रो सामाजिक स्वभाव, त्यो सामाजिक स्वभावका कारण पनि मलाई त केही हुँदैन भन्ने जस्तो लाग्छ। हामी कसैलाई पनि, अहिले हामी सबै यहाँ छौँ, सरलाई पनि मलाई त के हुन्छ र भन्ने हामीलाई लाग्छ नि। त्यो एउटा गलत किसिमको आत्मविश्वासले कहीँ काम गरिरहेको हुन्छ। त्यो वर्गलाई, ती मानिसहरूलाई एउटा मनोवैज्ञानिक परामर्शको समेत आवश्यकता पर्छ। हेर्नुहोस्, विपद जसका लागि पनि आउन सक्छ, जसको घरमा पनि आउन सक्छ भन्ने कुराहरूमा हामीले काम गर्नुपर्ने हुन्छ। त्यो सँगसँगै अन्य बेलामा हामीले घर निर्माण गर्दाखेरि यो विपदबाट जोगाउन सकिने किसिमको सुरक्षित आवासको कार्यक्रमहरूलाई पनि निरन्तरता दिइरहनु पर्ने हुन्छ। यसको एउटा ठुलो चेन छ। यो चेनलाई, एउटा चेन ब्रेक हुने बित्तिकै त्यो चेन भत्किन्छ। त्यसकारणले यी सबै चेन, सबै स्टेक होल्डरहरूलाई एक ठाउँमा ल्याएर हामीले परिणाम दिनुपर्ने हुन्छ। र अघिल्लो पटक यति धेरै वर्षा हुँदाखेरि, यति धेरै पहिरो बाढी जाँदाखेरि, यति धेरै नेचुरल डिजास्टर हुँदाखेरि हामीले यो तहको पर्फर्मेन्स गरेका थियौँ। हाम्रो सक्रियता यस्तो थियो, हामीले यति धनजनको जोखिम हामीले नियन्त्रण गर्न सक्यौँ, यति धनजनको चाहिँ रक्षा गर्न सक्यौँ। अब अहिले हामी यो गर्न सक्छौँ भनेर यसलाई कम्पेयर गरेर हेरेर प्रभावकारी रूपमा बनाउन सकिने त्यस्तो दस्तावेज, त्यस्तो अवधारणा यो मन्थनबाट निस्कियोस्। र यसले अन्ततोगत्ता तपाईँ हामी जम्मा भएर बसेर हामीले आफ्नो सम्पूर्ण बुद्धि विवेक खर्च गरेर आफ्नो अभिव्यक्तिहरू दिइरहँदा र ती अभिव्यक्तिहरूलाई लिपिबद्ध बनाइरहँदा त्यसले एन्डमा गएर, त्यो अन्त्यमा गएर परिणाम दियोस् र अन्ततोगत्ता मानिसहरूको ज्यान जोगाउन सकियोस्, पशु चौपायाहरूको ज्यान जोगाउन सकियोस्, घर करेसा गोठ संरचनाहरू जोगाउन सकियोस्। यति गर्न सक्यौँ भने हाम्रो लागि राम्रो कुरा हुन्छ। र अर्को कुरा, यो प्राकृतिक स्रोत साधनको कुरामा हामी बडो अचम्मको ठाउँमा हामी छौँ। कि यसको दुरुपयोग हुन्छ कि केही पनि हुँदैन। हामी कि यसको दुरुपयोग गरिदिन्छौँ कि त्यसलाई केही पनि गर्दैनौँ, चलाउँदैनौँ, त्यो पनि भएन।
त्यसलाई सदुपयोग गर्न सकियो भने पनि त्यसको सम्बन्ध यो डिजास्टरसँग छ। अब भूकम्पीय जोखिमहरूको विषयमा त छँदैछ। हामी अहिले यो मौसम यो बेलामा यो प्री मनसुनको बेलामा हामी अहिले खालि बाढी पहिरोको मात्र कुराकानी गरिरहेका हुन्छौँ। भूकम्पीय जोखिम लगायतका आगजनीका जोखिमहरू लगायतका कुराहरू थुप्रै छन्। यी सबै कुराहरूमा मलाई लाग्छ हामीले यो राजनीतिक नेतृत्वबाट होइन कि यससँग सम्बन्धित काम गरेका, पढेका, भोगेका, अनुभव गरेका, अनुभूति गरेका मानिसहरूबाट, विज्ञहरूबाट पक्कै पनि यसको नियन्त्रण का विषयमा कुराहरू आउनेछन्। त्यसलाई मनन गरेर, त्यसलाई कार्यान्वयन गरेर मानिसहरूको रक्षा गर्न र मानिसहरूको धनको, जीवको, परिवारको, पशु चौपायाहरूको र भौतिक संरचनाहरूको रक्षा गर्न यो छलफल एकदमै लाभदायक हुनेछ भन्ने कुरामा मैले विश्वास राखेको छु। यो उपस्थितिका लागि यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद र मेरो धेरै धेरै शुभकामना छ। म पुरै समय बस्न कोसिस त गर्नेछु, सकिनेछु भने पनि पार्टीको सचिवालय बैठक भएको हुनाले निस्कनु पर्छ होला, तर पनि नीतिगत रूपमा पर्छ होला, तर पनि नीतिगत रूपमा यहाँ भएका छलफलहरूले नीतिको रूप लिनेछन् भन्ने कुराको सुनिश्चितता चाहिँ म राष्ट्रसभा सभापतिका हैसियतले यहाँलाई निर्धक्क गराउन चाहन्छु र यो छलफलमा तपाईहरू अत्यन्त उत्साहका साथ सहभागी हुनुहुनेछ भन्ने विश्वास लिँदै आफ्नो भनाइ यही टुङ्ग्याउँछु। हस्, नमस्ते, धन्यवाद। धन्यवाद सभापतिज्यू। यहाँका यही प्रेरणादायी शब्दहरूले नै जहिले पनि हामीलाई अगाडि बढ्नको लागि प्रेरणा दिइरहेको हुन्छ र भर्खरै हलमा हाम्रो माननीय गणेश पराजुलीज्यू पनि आउनु भएको छ। उहाँलाई पनि स्वागत गर्न चाहन्छु। जोरदार तालीका साथ स्वागत गरिदिनु। र अन्य मान्यज्यूहरू पनि आउनु भएको छ, उहाँहरूलाई पनि म हृदयदेखि स्वागत गर्न चाहन्छु। एकचोटि मान्यज्यूहरूको लागि पनि जोरदार ताली बजाइदिनु होला।